नमस्ते बिहार.com। आज तपाईहरुले देखिराख्नु भएको छ हाम्रो नेपालमा दुईवटा टिमहरु बीच धेरै घम्साघम्सी भइराछ। एउटा चाहिँ राजावादी अथवा राज संस्थाप्रतिको एउटा टिम गुनिमो भइराछ भने अर्को चाहिँ हाम्रो गणतन्त्रवादी भइराछ। अब तपाईहरु के भन्न चाहनुहुन्छ? तपाईहरुलाई कस्तो लाग्छ? मान्छेको मन फरक फरक हुन्छ हैन? तपाईहरुलाई अथवा गणतन्त्रवादी सही लाग्छ अथवा राजावादी सही लाग्छ, त्यो तपाईहरुलाई तपाईको मनमा थाहा हुन सक्ने कुराहरु हो। तर पनि तपाईले गेम देखिसक्नु भएको छ कस्तो भइराछ, के भइराछ। तर म चाहिँ के भन्न चाहन्छु भने एउटा गणतन्त्रवादी अथवा राज संस्थावादी तपाईहरुले कसैले पनि मनमुटाव अथवा दुःख लिने कुरा चाहिँ नगर्नु होला प्लिज, म यही भिडियो मार्फत भन्न चाहन्छु। तर म सन्तुष्टि यो राजावादीबाट पनि छैन अथवा राजाबाट पनि छैन अथवा गणतन्त्रबाट पनि छैन। किन त भन्नुहुन्छ भने जुन राजावाद छ, हुन त पहिला र राजावाद र अहिलेको राजावादमा फरक पनि हुन सक्छ हैन। जुन पहिलाको राजावादले गरेको कुराहरुको एउटा अन्त्येष्टि हेर्दाखेरि अथवा हिस्ट्री पढ्दाखेरिको कुराहरु गर्दाखेरि चाहिँ अहिले पनि त्यो राजावाद मन नपर्न पनि सक्छ। तर अब पहिलाको राजावाद र अहिलेको राजावादमा पनि फरक पनि हुन सक्छ, त्यो अलग कुरा हो। तर म एउटा कुरा के भन्न चाहन्छु भने जुन हामीले नेपालमा नेपालको भौगोलिक विकासको लागि अथवा नेपालको सार्वभौमिक विकासको लागि एउटा इस्टाब्लिश गरेको जुन लोकतन्त्र अथवा गणतन्त्र छ, त्यो गणतन्त्रबाट पनि म त्यति सन्तुष्टि छैन। किन भन्नुहुन्छ भने जुन अहिलेको गणतन्त्र छ, जुन अहिलेको गणतन्त्र के भइराछ त भन्दाखेरि जुन नाममा मात्र एउटा सीमित भइराछ, त्यो चाहिँ हाम्रो नेतातन्त्रमा मात्र कार्यान्वयन भइराछ। त्यसैले म के भन्न चाहन्छु भने जुन पहिलाको जुन राजतन्त्र छ, त्यो राजतन्त्रमा पहिलाको हामीले फालिसकेको राजतन्त्र हो, त्यो फालिसकेको राजतन्त्रले पनि अहिले नेपालमा त्यति उपयुक्त नल्याउन सक्छ। किनभने पहिलाका राजतन्त्रका नेताहरू चाहिँ बितिसकेका छन्, मरिसकेका छन्। जुन अहिलेका जुन उपयुक्त उब्जेका नेताहरू छन्, ती उपयुक्त उब्जेका नेताहरूले चाहिँ अहिले पहिलाको बारेमा त्यति जाने बुझेर नै आएको फिल्डमा आएको हुन सक्छन्, त्यो अलग कुरा छ। तर पनि म के चाहन्छु भन्दाखेरि जुन नेपाली जनताले एउटा पाउनुपर्ने कुराहरू छ, त्यो नेपाली जनताले पाउनुपर्ने कुराहरू चाहिँ अबको जुन नयाँ युग छ, त्यो नयाँ युग अनुसार चल्ने एउटा नयाँ शासन चाहिँ चल्न जरुरी छ। अनि अर्को कुरा चाहिँ के छ त भन्दाखेरि जुन गणतन्त्रवादीहरू छन्, गणतन्त्रवादीहरूलाई चाहिँ तपाईले गणतन्त्र ल्याउनु भयो, गणतन्त्र अहिले चलिरहेछ, नाममा सीमित छ। यो चाहिँ के छ त भन्दाखेरि नाममा मात्र सीमित छ क्या। किन भन्दाखेरि यसको काम चाहिँ अहिले नेतातन्त्र भइरहेछ, गणतन्त्रवाद भइरहेको छैन। त्यही भएर म अहिले के भन्न चाहन्छु, आजको आन्दोलनमा तपाईहरु गइराख्नु भएको जुन म भन्न चाहन्छु, विशेष गरेर गणतन्त्रवादको प्रचण्डजीले चाहिँ हामीले गर्न सक्नुहुन्न, पक्कै पनि मलाई थाहा छ। विशेष गरेर म नेत्र विप्लवजीलाई के भन्न चाहन्छु भन्दाखेरि कि त तपाई पक्कै पनि वैज्ञानिक समाजवादको लागि फिल्डमा उत्रिनुहोस्, कि त राजतन्त्रको लागि मैदानमा अथवा रोडमा भाषण गर्नको लागि नजानुहोस्। म तपाईलाई यो भन्न चाहन्छु। किनभने तपाईले जुन नारा छ अथवा हाम्रो विप्लवजीको जुन तपाईको नारा छ, त्यो नारा वैज्ञानिक समाजवाद तपाई ल्याउन चाहनुहुन्छ भने तपाई पक्कै पनि आउनुहोस्। तपाईको लागि अथवा तपाईको एजेन्डाको लागि नेपाली जनताले कतिको बुझेको छ, त्यही अनुसार तपाईको साथमा जनताहरू हिँड्नेछन्। कि तपाई वैज्ञानिक समाजवादको लागि तपाई फिल्डमा उत्रिनुहोस्, कि त तपाई जुन अहिले राजतन्त्रको जुन विरुद्धमा हाम्रो गणतन्त्रवादीहरूको भाषण छ, त्यो भाषणमा तपाई पक्कै पनि नजानुहोस्। म तपाईले यही भन्न चाहन्छु। यदि तपाई समाजवाद वैज्ञानिक समाजवादको लागि मैदानमा उत्रिनुहुन्छ भने तपाईको लागि नेपाली जनता साथमा हुनेछन्। अर्को कुरा म सम्पूर्ण नेपाली जनतालाई के भन्न चाहन्छु त भन्दाखेरि तपाई राजतन्त्र छ, राजतन्त्र आइरहेको छ, यो राजतन्त्रको लागि पनि त्यति भरोसा नपर्नुहोस्। मेरो विचारमा जुन लोकतन्त्र छ, त्यो लोकतन्त्र अथवा गणतन्त्र छ, त्यो गणतन्त्रको पनि तपाई अहिले भरोसा नपर्नुहोस्। किनभने गणतन्त्रले जुन अहिले हुने गणतन्त्रमा कार्यहरू छन्, त्यो कार्यहरू भइरहेको छैन। यदि गणतन्त्रले पनि नेपालमा भ्याएको छैन अथवा राजतन्त्रले पनि गर्न सक्दैन भने जुन गणतन्त्र अथवा लोकतन्त्र बाहेक अर्को कुन राज्यले आउँदाखेरि नेपालमा सुशान्ति, सुभौमिक अथवा सुविकसित गर्न सक्छ, यो तपाईले आफै मूल्याङ्कन गर्नुहोस्। म तपाईले यो लागि कमेन्ट गर्नको लागि छोड्न सक्छु। हवस् त, धन्यवाद।